त्यसपछि त फेरि जिते हान्नै के भयो जाडो भयो पोसी बस्दा बस्दा हो हो किन यत्रो बोझ अब काम गयो नि मान्छे आज ढिलोबाट गेम सुरु भएन जाडो होला यहाँ खानु गएर चाहिँ हेर्नु न तिमीलाई कल टिपेर हान्दै नि त ला उयो गार्डन छ बल समातेर खेलाउँदै तल चाहिँ दिँदैन चाहिँ यसो यसो डेङ डेङ जाडो किपर चाहिँ बस्नुपर्छ होला बाटोले त छैन त कहिले उखालेर त हिँड्नु भइसक्यो भन्न न टाइम पास गरेको टाइम कटाउनु यो किपरबाट गोल छिराउनु गाह्रै छ त्यस्तै मान्छे होला नि
खानु त उता परेको न त मैले भेट्थेँ होला यहाँ हो साँच्ची कल्पना जोगिने खानु पछि खतरा अम्मामा हो झुक्यो के ओरा माथि सक्दैन सक्नु सक्छ नि के थाहा नखरावै सक्दैन अब टाइम पनि छैन पेनल्टी पायो भने त सिधै जितिहाल्छ नि अघि के गर्नु लाटो भएर बस्यो होइन अगाडि थियो बल भयो झुक्यो सुजित दाइले हान्दा पनि त्यही पछि होइन झन् त्यो मान्छे जस्तै गरेर बसिरहेको छातीले एक गोल हाल्नु त फेरि हिँडिहाल्यो भइहाल्यो नि मैले भेटिसकेँ तीन गोल लागिसकेछ दुईजना कुद्दैछ म त अघिदेखि ऊ जितेको टिम भन्नु अब आउने